हेलो गाइस, गुड इभिनिङ। आज चाहिँ मैले अनबक्सिङ भिडियोहरू लिएर आएको छु। सो हेर्नु होला है। सो यो चाहिँ मैले मेरो किचनको लागि अर्डर गरेको थिएँ। हेर्नु होला, कस्तो मजा छ है। यो चाहिँ भाँडा माझ्ने साबुन राख्छ नि, त्यो हो त्यो। सो स्ट्यान्डर्ड देख्छ नि त, लुक्स राम्रो देख्छ यसमा राख्यो भने चाहिँ। अन्त यहाँ चाहिँ पानी, यहाँ चाहिँ यो लिक्विड हुन्छ हो। अन्त यहाँ चाहिँ यो स्पोन्ज हुन्छ, अनि प्रेस गर्नुपर्छ होइन। अनि त्यहाँबाट त्यो स्पोन्जमा यो साबुन आउँछ, त्यहाँबाट भाँडा माझ्नुपर्छ। क्युट है। स्पोन्ज चाहिँ मेरो नानीले यहाँ घर पुस्दैछ। खोइ नानी देऊ न, यहाँ देखाइहाल्छु देऊ। तिमी नै देखाइदिनु न त, उसले देखाउनु हुँदैन। अन्त यो चाहिँ नेक्स्ट प्रोडक्ट सिजर। नेक्स्ट प्रोडक्ट हो यो चाहिँ के होला साथीहरू। यो चाहिँ हो कुसन कभर। मलाई चाहिँ साह्रै मन परेर अर्डर गरेको थियो। अब तपाईँहरू पनि हेर्नु होला कस्तो छ है। कस्तो क्युट, कस्तो दामी, हेर्नुहोस् न, कस्तो मजाको है। कस्तो उज्यालो कलर। मैले चाहिँ यो कुसनको नि के मन परेर अर्डर गरेको भन्नु त, मलाई चाहिँ यो कुसन पुरा मतलब क्या, यो कुसन कभर लगाएर राख्छ नि, त्यतिखेर चाहिँ यस्तो उज्यालो देख्दो रहेछ कि, मतलब घर कस्तो उज्यालो देख्छ क्या। अब त्यही भनेर चाहिँ मैले अर्डर गरेको। कस्तो राम्रो लाग्यो। वाउ, अर्को पनि देखाउँछु नि है, हेर्नुहोस् होला है। वाउ, यो चाहिँ येल्लोमा रहेछ, येल्लो ग्रिनमा। यो पनि दामी है। अब नेक्स्ट, वाउ कस्तो दामी, हेर्नु न साथीहरू। तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है, कमेन्टमा भन्नु होला। मलाई त पुरा मन पर्यो। लाइफ सिम्पली लेखेको रहेछ यसमा चाहिँ हो। वाउ, मेरो छोरीले नाना भन्दैछ। तिम्रो नाना होइन हो यो, पछाडि तिमीलाई मगाइदिन्छु नि है, अर्डर गरिदिन्छु नि है। नेक्स्ट हेर्नु होला, कस्तो मजाको नि, क्वालिटी पनि कस्तो दामी छ कि साथीहरू। हेर्नु न, चेन पनि रहेछ यसमा हो। चेन पनि कस्तो दह्रो क्या, क्वालिटी राम्रो भएको रहेछ। हेर्नु न, वाउ सो प्रिटी। अब नेक्स्ट यो, वाउ हेर्नु, यो पिच कलरमा कस्तो मजाको है। मलाई त सबै पुरा मन पर्यो। वाउ, दामी है,
स्विट। सो तपाईँहरूलाई पनि मन पर्यो भने अर्डर गर्न सक्नुहुन्छ। मैले चाहिँ यो केबाट लिएको भन्नु त, मैले चाहिँ यो मिसो एपबाट अर्डर गरेको है, मिसो एपबाट। ल भ्लग पनि बनाउनु दिँदैन हौ राम्ररी। उसले पनि देखाउने अरे गाइस तपाईँहरूलाई। लु देखाइदिनु, लु देखाइदिनु, देखाइदिनु लु। अब चाहिँ नेक्स्ट है साथीहरू, यहाँ आफै हाल्दैछ। मेरो छोरी चाहिँ पुरा बदमास छ साथीहरू हो, पुरा उपद्रो गर्छ, खालि नहुने कामहरू मात्रै गर्छ। 6वटा पिसवाला हो कि। मन पर्यो भने चाहिँ लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला। कहाँबाट निकाल्छ यसले चाहिँ? निकाल्नु सकेन त मैले त यो गाइस, पुरा टाइट छ त। पुरा टाइट छ। मेरो छोरी बाठी हुँदैछ। कपाल पनि बाँध्नु पर्यो, कपाल बाँध्नु गर्दा केही त गर्नु दिँदैन मलाई मेरो छोरीले। हेर्नु खोल्यो है साथी, बल्ल कस्तो जाम भएको रहेछ। यो चाहिँ भित्रको प्लेट हो। 5वटा मात्रै रहेछ, म त 6वटा वाला भनेको त, 6 पिसवाला 6 पिसवाला भनेको त। यो चाहिँ यसको हो, येल्लोमा। कस्तो लाग्यो तपाईँलाई? मैले चाहिँ यो भित्र राख्नुको लागि अर्डर गरेको, भित्र राख्नुको लागि। यसमा चाहिँ रियल प्लान्टहरू क्या राख्नुको लागि। मजाको है, मलाई त पुरा मन पर्यो। म अर्को कलर हेर्नु। गाइस यसको चाहिँ ट्रे भेटेन कि अहिले, यो मात्रै हेर्नु ल। यो चाहिँ डार्क पिङ्कमा रहेछ। यो चाहिँ येल्लोमा, यो चाहिँ डार्क पिङ्कमा। अब ग्रेमा हेरौँ न, ग्रेमा रहेछ। दामी है? आई लाइक इट, मन पर्यो। म चाहिँ फुलको पुरा सौकिन छु त, त्यही भएर गमलाहरू चाहिँ अर्डर गरिबस्छु। हेभी मनपर्छ। अब आयो रेडमा साथीहरू, हेर्नु होला। पुरा जाम छ त हौ। गाइस निस्केन यो चाहिँ हो। सो यो पनि राम्रै छ, डिफेक्टिभ छैन कतै पनि हो, राम्रै छ हो। जो निस्केन यो चाहिँ म बादमा के गरेर हुन्छ, कसो गरेर हुन्छ निकाल्छु। सो अरू त हेर्नुभयो होला, यो चाहिँ रेड र ब्ल्याकमा छ। हेर्नु है, रेड र ब्ल्याकमा हो। राम्रो छ सबै। जति पनि आयो पार्सल मेरो प्रोडक्ट सबै राम्रो लाग्यो, हेभी मन पर्यो। मेन त कुसन कभर पुरा मन पर्यो।
ल हुन्छ, यति नै देखाउनु थियो आजको लागि तपाईँहरूलाई। धन्यवाद मेरो भिडियो हेरिदिनुको लागि। यसरी नै माया अन्त सपोर्ट गरिदिनु होला है। बाई बाई, सी यू। नेक्स्ट ब्लग फेरि आउँछ नि है। ओके बाई।